नमस्कार साथीहरू, म अहिले इभिनिङ वाक लिइरहेको छु। तपाईहरूलाई कुन टपिकमा भिडियो बनाउन मन लागेको छ अथवा भनौँ तपाईहरूले कुन टपिकमा भिडियो हेर्न चाहनु भएको छ, म त्यो टपिकमा भिडियो बनाउने छु। र तपाईहरूले मेरो फेसबुक प्रोफाइलमा, तपाईले फेसबुक च्यानलमा, फेसबुक पेजमा, फेसबुक प्रोफाइलमा अनि व्हाट्सएपमा अनि युट्युबको च्यानलहरू, टिकटक, जुनसुकै ठाउँमा लेखिएको कमेन्टलाई मैले त्यो कमेन्ट हेरेर कुन विषयमा भिडियो बनाउने भनेर तपाईहरूले भन्नुहुन्छ, त्यही विषयमा म केन्द्रित भएर भिडियो बनाउँदै जानेछु। त्यसैले तपाईहरूलाई लागेको विषयको बारेमा चाहिँ त्यो लेख्नुहोस्, एउटा कमेन्ट छोड्नुहोस्। त्यसपछि म त्यो बारेमा डिटेल रूपमा भिडियो बनाउँछु। र तपाईहरूले आज मेरो फेसबुकको प्रोफाइलमा ती मेसेजहरू आएका छन्, ती मेसेजकै आधारमा मैले आज अब गएर 1-2वटा भिडियो बनाएर अपलोड गर्नेछु। तपाईहरूले त्यो हेर्नु होला। अनि धेरै साथीहरूको 1000 सब्सक्राइब भइसकेको छ अनि मोनिटाइज पनि भइसकेको छ। 4000 घन्टा पुऱ्याएर मोनिटाइज पनि भइसकेको अवस्थामा उहाँहरूले अझ धेरै कुराहरू बुझ्नु बाँकी नै रहेको देखेँ। मैले साथीहरूको च्यानलमा, लाइभ च्यानलमा गएर जानकारीहरू सोद्धा उहाँहरूलाई चाहिँ भर्खरै मोनिटाइज भएको र त्योभन्दा पछाडिको स्टेपहरू थाहा नभएको कुराकानीहरू उहाँहरूले गर्नुभएकोले मैले त्यो विषयमा पनि थप त्योभन्दा माथिको विषयमा पनि भिडियोहरू राख्दै जानेछु साथीहरू। त्यसैले भिडियोहरूलाई हेर्दै गर्नुहोला। हामी इभिनिङ वाकको समयमा तपाईहरूले राख्नुभएको कमेन्टलाई नै आधार मानेर पनि केही चर्चाहरू गर्दै हामी समयको सदुपयोग गर्नेछौँ। र मर्निङ वाकको समयमा पनि तपाईहरूले राख्नुभएको कुराकानीलाई नै म भिडियो बनाएर डिटेल रूपमा राखिदिनेछु, जसले गर्दा तपाईहरूलाई बुझ्नको लागि सहज हुनेछ। र रहेका भिडियोहरू तपाईहरूले प्लेलिस्टमा हेर्न सक्नुहुन्छ। र हाम्रो विभिन्न किसिमका प्लेलिस्ट छन्। ती प्लेलिस्टमा तपाईहरूले आफ्नो आवश्यकता अनुसारको भिडियोहरू लगाउनु होला। र त्यो भिडियोहरू मैले तपाईहरूकै इच्छा र तपाईहरूको चाहना र तपाईहरूले खोज्नु भएको टपिकमा भिडियोहरू बनाउँदै जानेछु। र काम गर्न खोज्ने चाहनेहरूलाई पनि मैले विभिन्न किसिमका कामहरू दिँदै आएको छु। र मैले ती विषयहरूमा पनि भिडियो राख्दै जानेछु। मैले चाहिँ एसएलसी दिइसकेपछि लगभग 16-17 वर्ष पछाडिबाट नै मैले विभिन्न मानिसहरूलाई चाहिँ विभिन्न किसिमको कामको कन्ट्याक्टहरू उपलब्ध गराएर कामको कनेक्सनहरू दिने गर्ने गर्थेँ। र मैले 16-17 वर्षको उमेरमा चाहिँ मभन्दा धेरै एजेड व्यक्तिहरूलाई, उहाँहरूलाई विभिन्न च्यानलबाट चाहिँ मैले कामको कनेक्सन गराएर उहाँहरूलाई कामको कन्ट्याक्ट उपलब्ध गराउने गर्थेँ। र उहाँहरू अहिले पनि मसँग कनेक्सनमा हुनुहुन्छ, धेरै साथीहरू। त्यसैले तपाईँहरूले के काम गर्नुहुन्छ त्यो कामको बारेमा मलाई जानकारी गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्। जुनसुकै फेसबुक, जुनसुकै सामाजिक सञ्जालमा तपाईँहरूले आफ्नो कुराहरूलाई, आफ्नो कमेन्टहरूलाई राखेर जानकारी गराउन सक्नुहुन्छ। र मैले त्यसमा आधारित रहेर भिडियोहरू बनाउँदै जानेछु। र तपाईँ अहिले पढ्दै हुनुहुन्छ भने हामीले पढ्ने स्टुडेन्टहरूलाई पनि कोर्सहरू सिकाउँदै आइरहेका छौँ। यो अनलाइन क्लासका ट्युसन क्लासहरू पनि हामीले उपलब्ध गराउँदै आइरहेका छौँ। सेयर मार्केटको तालिम हामीले आजभन्दा 3-4 वर्ष अगाडिदेखि सञ्चालन गर्दै आइरहेका थियौँ। र 3-4 वर्ष अगाडिदेखि तालिम सिक्नुभएका साथीहरूलाई हामीले लाइफ टाइम सपोर्ट ब्याक भनेर पनि हामीले सिकाएका थियौँ। र उहाँहरू कतिपय साथीहरू
हुनुहुन्छ, कतिपय साथीहरू हुनुहुन्न। तपाईँहरूले च्यानल हेर्नुभएको छ भने लाइफ टाइम सपोर्ट प्याकमा तपाईँहरूले अहिले पनि पाउनुहुन्छ। तपाईँहरूले चाहिँ यो सर्भिस प्याक लाइफ टाइम सर्भिस प्याक अन्तर्गतको प्याक लिनुभएका साथीहरूले तपाईँहरूले अल टाइम सपोर्ट प्याक पाउनुहुन्छ। हरेक जानकारीहरूको इन्फर्मेसनहरू तपाईँले पाउन सक्ने भएकोले तपाईँहरूले सुन्नलाई कुनै पनि हिचकिचाहट नगर्नुहोला। तपाईँले सिधै कमेन्टमा यसको बारेमा के होला, के हुन सक्ला भनेर तपाईँले निर्धारको रूपमा तपाईँहरूले सोध्न सक्नुहुन्छ। किनभने हामी साना साना कुराहरूले पनि हामीलाई अलिकति समस्यामा पारिरहेको हुनसक्छ, साना कुराहरूले कन्फ्युजन गरिरहेको हुनसक्छ। ती कुराहरूलाई हामीले सल्भ गर्नेछौँ र हाम्रो ग्रुपमा हामीसँग आबद्ध भएका साथीहरू हुनुहुन्छ र हामीले एकजनाले सल्भ गर्न सक्यौँ भने हामीसँग भएका ग्रुप अन्तर्गतको साथीहरूले जुनसुकै समस्याहरूलाई हल गर्न सक्छ, समाधान गर्न सक्छौँ। त्यसैले तपाईँहरूको जुनसुकै समस्याहरू हामीलाई कमेन्टमा लेख्न सक्नुहुन्छ, जिज्ञासाहरू लेख्न सक्नुहुन्छ। त्यसको सल्भ हामी गर्छौँ र यो मेरो ग्यारेन्टी रहेको छ र यो कुनै बनावटी कुरा होइन, गफ होइन। तपाईँहरू स्पष्ट निर्धारको रूपमा तपाईँले सोध्न सक्नुहुन्छ र स्टेप बाई स्टेप तपाईँहरू के समस्याहरू भइरहेको छ युट्युब च्यानल खोल्दाखेरि पनि के भयो भन्ने कुराहरू पनि हामीले ती समस्याहरू सल्भ गर्दै जानेछौँ। र आइटी सम्बन्धी ट्रेनिङहरू पनि हामीले सञ्चालन गरेका छौँ। एआईसँग सम्बन्धित भिडियोहरू पनि तपाईँहरूले हेर्दै जान पाउनुहुनेछ, तपाईँहरूले त्यहाँ हेर्न सक्नुहुनेछ। र हामीले सानो क्लासदेखि ठुला क्लाससम्मको ट्युसन क्लासेसहरू पनि हामीले विभिन्न अर्को च्यानलहरूमा अपलोड गर्दै आइरहेको छौँ। त्यसैले तपाईँहरूले त्यहाँ पनि हेर्न सक्नुहुन्छ। अहिले हामीले युट्युब च्यानलबाट चाहिँ कसरी पैसा कमाउने, युट्युब च्यानललाई कसरी ग्रोथ गर्ने भन्ने किसिमका भिडियोहरू पनि हामीले हाल्दै जानेछौँ र अनलाइनबाट पैसा कमाउने टिप्सहरू पनि हामीले युट्युब च्यानलमा राख्दै जानेछौँ। त्यसैले हाम्रो च्यानलमा राखिने भिडियोहरू वाच गर्दै जानु होला। र मर्निङ टाइम र इभिनिङ टाइममा हामीले गरिने गफमा तपाईँहरूको साना साना समस्याहरूलाई पनि हामीले सल्भ गर्ने किसिमको कुराकानीहरू राख्दै जानेछौँ। त्यो कुराहरू पनि राख्दै जानेछौँ। र मलाई अहिले एउटा म्यासेजमा मैले एउटा म्यासेज दिएँ, यो सेयर बजारसँग सम्बन्धित एउटा म्यासेज थियो। केवाइसी भेरिफिकेसन भनेर आयो, यो के हो भन्ने किसिमको कुराकानी एउटा मेसेजमा थियो। केवाइसी भेरिफिकेसन भनेको चाहिँ तपाईँहरूले आइपीहरू चाहिँ भर्दै आउनु भएको भए पनि तपाईँको सेकेन्डरी मार्केटमा तपाईँले कारोबार गर्दै गर्दा तपाईँहरूले सुरुमा भेरिफिकेसन नगरिकन पनि भेरिफाई नगरी र पनि तपाईँहरूले चाहिँ कारोबार गर्दै आउनु भएको थियो। तर पछिल्लो समय नेप्सीले टिएमएसमा कारोबार गरेका, दोस्रो बजारमा कारोबार गर्ने व्यक्तिहरूलाई नेप्सीले अब नेप्सीको रुल अनुसार चाहिँ टिएमएस ब्रोकर सबै ब्रोकरहरूलाई चाहिँ सबै व्यक्तिहरूको चाहिँ खाताबारे चाहिँ यो चाहिँ सही व्यक्तिले चाहिँ नागरिकता प्रयोग गरेर अथवा भनौँ पासपोर्टहरू विभिन्न कागजातहरू प्रयोग गरेर सही रूपमा चाहिँ नि टिएमएस एकाउन्ट खोलेका छन् कि छैनन्, दोस्रो बजारको खाता सही रूपमा खोलिएको छ कि छैन भनेर त्यो जाँच्नको लागि नै त्यो केवाइसी भेरिफिकेसन गर्नु परेको हो। र योभन्दा अगाडि यो केवाइसी भेरिफिकेसनको कुराकानी चाहिँ लगभग 2 वर्ष अगाडिबाटै सुरु भएको हो। यो केवाइसी भेरिफिकेसन यो नयाँ भने होइन, यो चाहिँ सम्बन्धित व्यक्तिले नै दोस्रो बजारको टिएमएस खोलेको हो भनेर प्रुफ गर्नको लागि चाहिँ यो केवाइसी भेरिफिकेसन गर्नु परेको हो। केही वर्ष अगाडि चाहिँ विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरेर अर्कै मान्छेले धेरैवटा आइपिओ भर्ने यो यस्तो किसिमको कामहरू पनि गर्ने गर्थे। यो 5-7 वर्ष अहिले अगाडि जुन बेला चाहिँ प्रमाणपत्रहरू नै लिएर सेयरको कारोबार गर्ने अवस्था थियो। अहिले पछिल्लो समय चाहिँ त्यो सेयरको कारोबार गर्नको लागि प्रमाणपत्रहरू लिएर जानुपर्ने अवस्था छैन। अहिले सबै मोबाइलबाट डिजिटल रूपमा नै गर्न सकिन्छ। सबै कारोबारहरू हामीले अनलाइनबाट आफैले व्यक्तिले गर्न सक्ने अहिले अवस्था आएको छ। अहिले विभिन्न ब्रोकरहरूले टिएमएसको एपलाई पनि समय अनुकूल
अपडेट गर्दै आइरहनु भएको छ। समयअनुसार विभिन्न किसिमको एपमा चाहिँ आफ्नो सेवाहरू आफ्नो कामहरू पनि भइरहेको छ। पहिला सुरुमा सबै एउटै वेबसाइटबाट टिएमएस एकाउन्ट लगइन गर्नुपर्दा लगइन हुन नसक्ने समस्या थियो। त्यो बेलामा ब्राउजरले चाहिँ ट्राफिक धेरै भएर यो इन्टरनेटको ट्राफिक बढी भएर वेबसाइट नखुल्ने समस्या थियो। अहिले टिएमएस ब्रोकरहरू पनि अहिले थपिएसँगै धेरैवटा ब्रोकर आइडीहरू अहिले भएका छन्। सुरुमा लगभग 50 को हाराहारी भएको ब्रोकर पछि फेरि अहिले थपिएको छ। अहिले हरेक ब्रोकरहरूले आफ्नो एप बनाउनु भएको छ र ती एप मार्फत नै लगइन गरेर दोस्रो बजारको कारोबार गर्दै जाने हो। र अर्को एउटा प्रश्न पनि छ, यो यसमा चाहिँ पैसाहरू हराउने ओर्ने हुन्छ कि हुँदैन भन्ने किसिमको एउटा समस्यालाई सल्भ गर्नुपर्ने भन्ने किसिमको एउटा यस्तै जिज्ञासा पनि एउटा आएको छ। यो डिम्याट खोल्दाखेरि चाहिँ तपाईँहरूको मेरो सेयर भन्ने प्रारम्भिक खाता डिम्याट खोलिन्छ। त्यस पछाडि दोस्रो बजारको कारोबारको लागि चाहिँ टिएमएस खोल्ने हो। डिम्याट र मेरो सेयर दुइटैमा सेयरको सङ्ख्याहरू राखिन्छ। त्यसैले दोस्रो बजारमा भएको सेयर पनि हराउने सम्भावना हुँदैन। त्यहाँ मेरो सेयर अनि डिम्याट अनि नेप्से टिएमएस सबैजना चाहिँ सबैको सहभागिता हुनुभएकोले कुनै एउटा पार्टीले अलिकति फ्रड गर्न सक्ने, बदमासी गर्न सक्ने भन्ने अवस्था हुँदैन। र यो नेपाल सरकारले मान्यताप्राप्त नै भएकोले यसमा चाहिँ धेरै व्यक्तिहरू संलग्न हुनुभएको छ। लगभग अहिले आइपिओ मात्र भर्नेको सङ्ख्या 80 लाखको हाराहारी नेपालमा छ भने दोस्रो बजारमा काम गर्ने व्यक्तिहरू लगभग 22-23 लाखको हाराहारीमा पुग्नु भएको छ। तपाईँहरूले पनि सेयर बजारसँग सम्बन्धित अन्य थप जानकारीहरू लिन चाहनुहुन्छ भने तपाईँहरूले यसलाई लाइक गरिहाल्नुहोस् र च्यानल सब्सक्राइब बेल आइकनमा अल नोटिफिकेसन अन गर्नु होला। केवाइसी भेरिफिकेसन कसरी गर्ने भनेर भन्नुभएको छ। केवाइसी भेरिफिकेसन गर्नको लागि धेरै गाह्रो छैन। तपाईँले चाहिँ दोस्रो बजारको कारोबार गर्न टिएमएस खोल्दाखेरि नागरिकता देखाएर फोटो खिचेर गर्नुभएको जुन नागरिकता छ त्यो चाहिँ तपाईँहरूले देखाएर जुन मार्फत तपाईँहरूले त्यो देखाएर सम्बन्धित व्यक्ति म नै हो भनेर जानकारी मात्रै दिनुको लागि दिएर पनि अहिले केवाइसी भेरिफिकेसनको काम भइरहेको छ। र विभिन्न ब्रोकरहरूको आफ्नै किसिमको भेरिफाई गर्ने तरिका हुनसक्छ। र केही ब्रोकरहरूले भने ब्रोकर कम्पनीहरूले चाहिँ नागरिकता देखाएकै भरमा तपाईँहरूको जुन पहिला छ खाताको विवरण त्यही अनुसार मिल्ने किसिमको चाहिँ विवरणहरू पेस गर्ने र त्यो फोटो पनि तपाईँले पहिला जुन पेस गर्नुभएको छ डकुमेन्ट, त्यो डकुमेन्टको फोटो इमेल गर्ने अथवा जुमबाट देखाएर पनि उनीहरूले स्क्रिनसट लिएर पनि त्यो भेरिफाई गर्ने काम हुन्छ। र यो त्यति जटिल प्रक्रिया भने होइन। ब्रोकरको अफिसको फोन उठेन भन्ने एउटा समस्या पनि एउटा राख्नुभएको छ। यो फोन अहिले धेरै क्लाइन्ट हुने ब्रोकरहरूले चाहिँ फोन रिसिभ गरेर उनीहरूले चाहिँ उनीहरूको ब्रोकरको क्लाइन्टहरूको समस्या समाधान गर्नलाई चाहिँ असम्भव हुन सक्ने जस्तो किसिमको देखिएपछि पछिल्लो समय इमेलबाट नै आफ्नो समस्याहरूलाई तपाईँहरूले राख्नुपर्छ र इमेलबाट राखिएका समस्याहरूलाई उनीहरूले सल्भ गर्दै जान्छन्। र अफिसको फोन भने एकदमै कम मात्रामा उठ्न सक्छ र पछिल्लो समय उठ्ने पनि हुनसक्छ। र केही वर्ष अगाडि चाहिँ हामीले फोन नउठ्ने भइसकेपछि इमेलबाट गरिएको जवाफलाई चाहिँ इमेलमै उनीहरूले रिप्लाई गर्ने पनि गर्छन्। त्यसैले इमेलबाट गर्दाखेरि अझै राम्रो हुन्छ र इमेलबाटै गर्नु होला। र अफिसमा फोन गर्दाखेरि मार्केट समय 11 देखि 3 बजीसम्म
फोन उठ्दैन, त्यसैले 10 बजेदेखि 11 बजेसम्म फोन गर्ने अथवा 3 बजेभन्दा पछाडि 5 बजेसम्म फोन गर्ने। यसो गर्दाखेरि फोन रिसिभ हुनसक्छ। सेयर बेचेको पैसा खातामा आएन भन्ने एउटा समस्या पनि एउटा आएको छ। यो तपाईँहरूले बेच्नुभएको सेयरको बेचेको पैसा चाहिँ तुरुन्तै खातामा आउँदैन। लगभग खातामा आउनका लागि 2 देखि 3 दिनसम्म लाग्ने गर्दछ अहिलेको चाहिँ सन्दर्भमा। अर्को एउटा जिज्ञासा छ, सेयर किनेको सेयर चाहिँ मेरो सेयरमा देखाएन भनेर भन्नुभएको छ। अहिले त्यो सेयर आउनको लागि पनि 3 दिन चाहिँ लाग्छ। वर्किङ डेज 3 दिन हुनुपर्छ। त्यसैले बिदाको दिन बाहेक सेयर किनेको दिनदेखि 3 दिनसम्म हुनुपर्छ। यो चाहिँ वर्किङ डेज हुनुपर्छ। बिदाको दिन भयो भने 4 दिन लाग्न सक्छ अथवा 5 दिन पनि लाग्न सक्ने अवस्था हुन्छ। तपाईँहरूको थप जिज्ञासा केही छ भने तपाईँहरूले राख्दै जानुहोला। म आगामी दिनहरूमा त्यसको बारेमा चर्चा गर्दै जानेछु। धन्यवाद। यो च्यानललाई लाइक, सब्सक्राइब र यसमा एउटा कमेन्ट पनि छोड्नु होला र बेल आइकनको नोटिफिकेसन बेल आइकन पनि बजाउनु होला, ताकि तपाईँलाई यस्तै खालका भिडियोहरू सबभन्दा पहिला तपाईँको समक्ष आइपुग्छ। धन्यवाद।